27औं नम्बरको प्रश्न रहेको छ। दुर्गम स्थानमा तथा विपदको परिस्थितिमा पाठ्यपुस्तक र शिक्षक निर्देशिका समेत उपलब्ध नभएको अवस्थामा कसरी सिकाइ सहजीकरण गर्नुपर्छ? ए. शिक्षकको ज्ञानमा आधारित सिकाइ सहजीकरण। बी. पाठ्यक्रममा आधारित सिकाइ सहजीकरण। सी. स्थानीय मान्यता र आवश्यकतामा आधारित सिकाइ सहजीकरण। डी. सिकाइ असक्षमतामा आधारित सिकाइ सहजीकरण। यसको उत्तर अप्सन नम्बर बी सही रहेको छ। अप्सन नम्बर बी पाठ्यक्रममा आधारित सिकाइ सहजीकरण। प्रश्न नम्बर 28 उपचारात्मक शिक्षण प्रक्रियाको पहिलो चरण कुन हो? उपचारात्मक शिक्षण प्रक्रियाको पहिलो चरण कुन हो? ए. विद्यार्थीको समस्या विश्लेषण। बी. शिक्षण योजना तयारी। सी. योजनाको प्रयोग। डी. मूल्याङ्कन। अप्सन नम्बर ए यसको सही रहेको छ। विद्यार्थीको समस्या विश्लेषण। उपचारात्मक शिक्षण प्रक्रियाको पहिलो चरण विद्यार्थीको समस्या विश्लेषण हो। त्यस्तै गरी 29औं प्रश्न रहेको छ। दैनिक पाठ्ययोजनामा उल्लेख गरिने विशिष्ट उद्देश्य स्मार्ट हुनुपर्छ भनिन्छ। यसमा यसले कुन विशेषतालाई बुझाउँछ? दैनिक पाठ्ययोजनामा उल्लेख गरिने विशिष्ट उद्देश्य स्मार्ट हुनुपर्छ भनिन्छ। यसमा यसले कुन विशेषतालाई बुझाउँछ? ए. मापनीय। बी. विशिष्ट। सी. स्पष्ट। डी. व्यावहारिक। यो प्रश्नको उत्तर अप्सन नम्बर बी रहेको छ, विशिष्ट। यसको स्मार्टको फुल फर्म पनि यहाँले कण्ठ गर्नुहोला। यस भनेको स्पेसिफिक हुनुपर्छ। त्यस्तै गरी यम भनेको मापनीय मेजरेबल हुनुपर्छ। मेजरेबल। त्यसै गरी ए को फुल फर्म हुन्छ एचिभेबल हुनुपर्छ। त्यस्तै गरी आर को रिलेभेन्ट समय सान्दर्भिक रिलेभेन्ट हुनुपर्छ र टी को अर्थ चाहिँ टाइम बाउन्ड। एस स्पेसिफिक, एम भनेको मेजरेबल, ए एचिभेबल, आर रिलेभेन्ट र टी भनेको टाइम बाउन्ड। यसरी यसले चाहिँ विशिष्ट भन्ने बुझाउँदछ। प्रश्न नम्बर 30 तलका मध्ये कुन परीक्षामा उत्तरदाता बढी स्वतन्त्र रहन्छ? ए. विषयगत परीक्षा। बी. वस्तुगत परीक्षा। सी. मौखिक परीक्षा। डी. प्रयोगात्मक परीक्षा। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन नम्बर ए. विषयगत परीक्षा। विषयगत परीक्षामा उत्तरदाता बढी स्वतन्त्र रहन्छ। प्रश्न नम्बर 31 लेटर ग्रेडिङ निर्देशिका 2078 अनुसार 78 को व्यवस्था अनुसार उत्तीर्ण प्रमाणपत्र पाउन कति अङ्क ल्याउनुपर्छ? ए. 30%। बी. 35%। सी. 40%। डी. 45%। यो प्रश्नको उत्तर अप्सन नम्बर बी सही रहेको छ। अप्सन नम्बर बी 35%। प्रश्न नम्बर 32 कक्षा कोठामा रुटिन दैनिक कार्यतालिका लागू गर्नुको उद्देश्य के हो? ए. संरचना दिनु र पूर्वानुमान गर्न सक्ने बनाउनु। बी. समय बर्बाद नगर्नु। सी. विद्यार्थीलाई भ्रमित हुन नदिनु। डी. धेरैभन्दा धेरै स्वतन्त्र समय प्रदान गर्नु। कक्षा कोठामा दैनिक कार्यतालिका लागू गर्नुको उद्देश्य के हो? यसको उद्देश्य चाहिँ अप्सन नम्बर ए रहेको छ। अप्सन नम्बर ए संरचना दिनु र पूर्व अनुमान गर्न सक्ने बनाउनु। प्रश्न नम्बर 33 द्वन्द्व व्यवस्थापनमा मध्यस्थता भनेको के हो? ए. तटस्थ तेस्रो पक्षले द्वन्द्व समाधानमा सहयोग गर्नु। बी. समय बर्बाद नगर्नु। सी. द्वन्द्वलाई लम्ब्याउने प्रक्रिया। डी. तत्काल सामुन्ने रहेको मुद्दालाई व्यवस्था गर्नु। द्वन्द्व व्यवस्थापनमा मध्यस्थता भनेको के हो? यसको उत्तर अप्सन नम्बर ए सही रहेको छ। तटस्थ तेस्रो पक्षले द्वन्द्व समाधानमा सहयोग गर्नु। 34 नम्बरको प्रश्न यस प्रकार छ। शिक्षक पेशागत विकास प्रारूप 2080 अनुसार शिक्षकको प्रमाणीकरण तालिम जम्मा कति अवधिको हुन्छ? ए. 15 दिन। बी. 30 दिन।
सी 45 दिन, डी 60 दिन। शिक्षकको प्रमाणीकरण तालिम जम्मा कति अवधिको हुन्छ भनेको छ। यसको उत्तर अप्सन नम्बर बी हुन्छ 30 दिन। प्रश्न नम्बर 35 शिक्षामा गुणात्मक अनुसन्धान विधिमा कुन पर्छ? शिक्षामा गुणात्मक अनुसन्धान विधिमा कुन पर्छ? ए मामला अध्ययन, बी स्तरीकृत परीक्षण, सी तथ्याङ्क शास्त्रीय विश्लेषण, डी नियन्त्रित परीक्षण। शिक्षामा गुणात्मक अनुसन्धान विधिमा कुन पर्छ? यो प्रश्नको उत्तर अप्सन नम्बर ए सही रहेको छ, मामला अध्ययन। अर्को खण्ड रहेको छ खण्ड ग सूचना तथा सञ्चार प्रविधि। यस खण्डबाट भने 5 वटा प्रश्नहरू 2 अङ्कको दरले जम्मा 10 अङ्कको प्रश्नहरू सोधिन्छन्। प्रश्नहरू यस प्रकार रहेको छ। द मेन कम्पोनेन्ट अफ अ कम्प्युटर सिस्टम इन्क्लुड्स ए मोनिटर, कीबोर्ड एन्ड प्रिन्टर, बी हार्डवेयर एन्ड सफ्टवेयर, सी इनपुट एन्ड आउटपुट डिभाइसेस ओन्ली, डी नेटवर्क एन्ड डाटाबेस। द मेन component of a computer system includes, option number B is correct answer, hardware and software. Question number 37. The motherboard's main function is A to store data, B to manage software application, C to connect all hardware, D to provide internet access. The motherboard's main function is, option number C सही रहेको छ, to connect all hardware. मदरबोर्ड को मेन कार्य चाहिँ मुख्य कार्य सबै हार्डवेयरहरूलाई कनेक्ट गर्नु रहेको छ। त्यसैले सही उत्तर अप्सन नम्बर सी हुन्छ, to connect all hardware. प्रश्न नम्बर 38 web browsers are used for accessing websites, B creating document, C sending emails, D managing files. यो प्रश्नको उत्तर अप्सन नम्बर ए रहेको छ, एक्सेसिङ वेबसाइट्स। वेब ब्राउजर चाहिँ वेबसाइटहरू प्रयोग गर्नको लागि प्रयोग गरिन्छ, वेबसाइटमा पुग्नको लागि प्रयोग गरिन्छ। जस्तै क्रोम ब्राउजर भयो, फायरफक्स भयो, मोजिल्ला भयो, यिनीहरू वेब ब्राउजर हुन्। यो वेब ब्राउजर मार्फत हामी वेबसाइटहरूमा पुग्न सक्छौं। प्रश्न नम्बर 39 माइक्रोसफ्ट अफिस सुइट इन्क्लुड्स व्हिच अफ द फलोइङ एप्लिकेसन? ए एडोब फोटोशप, बी वर्ड एक्सेल पावर पोइन्ट, सी कट अटोक्याड, डी गुगल डक्स। माइक्रोसफ्ट अफिस सुइट्समा कुन कुन एप्लिकेसन समावेश गरिएको हुन्छ? यसको उत्तर अप्सन नम्बर बी सही हुन्छ, वर्ड एक्सेल र पावर पोइन्ट। सूचना प्रविधि सम्बन्धीको अन्तिम प्रश्न छ, व्हिच अफ द फलोइङ इज नट अ फर्म अफ साइबर क्राइम? कुन चाहिँ तल दिएको कुन चाहिँ साइबर क्राइम भित्र पर्दैन? ए आइडेन्टिफाइङ थेफ्ट, बी शॉपलिफ्टिङ इन अ स्टोर, सी डिडोज एट्याक्स, डी क्रेडिट कार्ड फ्रॉड। यसको उत्तर अप्सन नम्बर बी रहेको छ, यो शॉपलिफ्टिङ इन अ स्टोर चाहिँ यो साइबर क्राइम होइन। खण्ड घ संविधान शिक्षा सम्बन्धी ऐन तथा नियमहरू। यस खण्डबाट पनि 5 वटा प्रश्नहरू 10 अङ्कको दरले सोधिन्छन्। प्रश्नहरू यस प्रकार रहेको छ। नेपालको संविधान 2072 अनुसार प्राविधिक माध्यमिक शिक्षा कसको अधिकार क्षेत्र अन्तर्गत पर्छ? ए स्थानीय तह, बी प्रदेश, सी सङ्घ, डी स्थानीय तह र प्रदेश। नेपालको संविधान 2072 अनुसार प्राविधिक माध्यमिक शिक्षा कसको अधिकार क्षेत्र अन्तर्गत पर्छ? यसको उत्तर अप्सन नम्बर ए रहेको छ, स्थानीय तह। 45 प्रचलित शिक्षा ऐन अनुसार शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था तलका मध्ये कुन चाहिँ होइन? ए मादक पदार्थ सेवन गरी विद्यालय आएको प्रमाणित भएमा, बी राजनीतिमा भाग लिएमा, सी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य भएमा, डी बिना सूचना लगातार 15 दिन भन्दा बढी
विद्यालयमा अनुपस्थिति भएमा। यो प्रश्नको उत्तर अप्सन नम्बर बी रहेको छ, राजनीतिमा भाग लिएमा। प्रश्न नम्बर 43, प्रचलित कानुन अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको अध्यक्ष को रहन्छ? ए शिक्षा सचिव, बी त्रिभुवन विश्वविद्यालयको उपकुलपति, सी शिक्षा मन्त्री वा राज्य मन्त्री, डी पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको अध्यक्ष को रहन्छ? यसको उत्तर अप्सन नम्बर सी हुन्छ, शिक्षा मन्त्री वा राज्य मन्त्री। यहाँले एउटा कुरा ख्याल गर्नुहोला, परिषदको अध्यक्ष चाहिँ परिषद आएको देख्नु भने त्यो शिक्षा मन्त्री वा राज्य मन्त्री भएको हुन्छन्। परिषद देख्नुभयो भने सिधै शिक्षा मन्त्री वा राज्य मन्त्री हुन्छ भन्ने सोच्नुहोला। प्रश्न नम्बर 44, शिक्षक सेवा आयोगले खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाबाट सफल उम्मेदवारको सूची तयार गर्दा 21 देखि 25 पद रिक्त भएकोमा रिक्त पद सङ्ख्यामा कतिजना थप गरी नतिजा प्रकाशन गर्नुपर्दछ? ए 6 जना, बी 5 जना, सी 4 जना, डी 7 जना। यो प्रश्नको सही उत्तर अप्सन नम्बर 6 रहेको छ, 6 जना। 21 देखि 25 जना रिक्त पद छ भने 6 जना थप गरेर नतिजा प्रकाशन गर्ने गर्दछ। यसलाई यसरी हिसाब गरेर पनि निकाल्न सकिन्छ। जस्तै 25 लास्टको 25 छ, यसलाई 5 ले भाग गर्ने र भागफलमा 1 जोड दिने। 5 5 25, 25 प्लस 1 गर्दा 6 भयो, 5 प्लस 1 गर्दा 6 भयो। त्यस्तै गरी मानौँ 27 छ भने 27 जना रिक्त पद छ भने यसलाई पहिला 5 ले भाग जाने सङ्ख्यामा लानुपर्छ। माथिल्लो सङ्ख्यामा 27 5 ले भाग जाने 30 भयो, 30 लाई 5 ले भाग गर्ने 5 6 का 30 भयो, प्लस 1 गरिदिने, यसमा भागफलमा 1 गरिदिने, 7 भयो। यदि 27 जना रिक्त छ भने त्यसमा 7 जना थप गरेर निकाल्नुपर्छ। यसरी यहाँले त्यसलाई हिसाब गरेर सजिलै निकाल्न सक्नुहुन्छ। प्रश्न नम्बर 45, आधारभूत तहसम्मको स्थानीय पाठ्यक्रम तयारी र स्वीकृत गर्ने अधिकार प्रचलित कानुनले कसलाई दिएको छ? ए प्रदेश, बी स्थानीय तह, सी सङ्घ, डी सङ्घ र प्रदेश। यो चाहिँ उत्तर अप्सन नम्बर बी हुन्छ, स्थानीय तह। स्थानीय पाठ्यक्रम तयारी र स्वीकृत गर्ने अधिकार चाहिँ स्थानीय तहको हो। अबको पालो रहेको छ खण्ड अङ्ग सामान्य बौद्धिक परीक्षण आइक्यूबाट चाहिँ आइक्यूबाट पनि 5 वटै प्रश्नहरू सोधिन्छन्। प्रश्न यस प्रकार छ, पेन इज टु राइट एज ब्रस इज टु ड्र, पेन्ट, एट्र्याक्टिभ, अर्डिनरी। यसको सही उत्तर अप्सन नम्बर बी हुन्छ, पेन्ट। पेन इज टु राइट एज ब्रस इज टु पेन्ट। प्रश्न नम्बर 47, वाट इज अ सिनोनिम्स फर ब्युटिफुल? ब्युटिफुलको सिनोनिम के हुन्छ? अग्ली, प्लेन, एट्र्याक्टिभ, अर्डिनरी। यसको उत्तर अप्सन नम्बर सी हुन्छ, ब्युटिफुल। प्रश्न नम्बर 48, विच वान अफ द फलोइङ इज द ओड अन आउट? क्याट, डग, ऱ्याबिट, गोल्डफिस। दिएको मध्ये कुन चाहिँ अड हो, नमिल्ने हो भनेको छ। यसको नमिल्ने अप्सन नम्बर डी हुन्छ, गोल्डफिस। गोल्डफिस बाहेकहरू सबै म्यामल्स हुन्, स्तनधारी हुन्। यिनीहरू जमिनमा बस्छन्, गोल्डफिस चाहिँ पानीमा बस्छ। प्रश्न नम्बर 49, वाट इज द लस पर्सेन्टेज इफ अ प्रोडक्ट इज बाउट फर 2000 एन्ड सोल्ड फर 1500? अप्सन ए 20%, 20%, बी 25%, सी 30%, डी 35%। लस पर्सेन्टेज पत्ता लगाउनु पर्ने छ। यहाँ लस प्रतिशत 2000 मा किनेर 1500 मा बेच्दा कति लस प्रतिशत भयो भने छ? 2000 मा किनेको 1500 मा बेच्दा लस चाहिँ 500 लस भयो। अब लस प्रतिशत पत्ता लगाउनु पर्ने छ। लस प्रतिशत पत्ता लगाउन 500 अपन सीपी हुन्छ क्रय मूल्य इन्टु 100% गर्ने। अब यो काट्ने 2 वटा शून्य कट्यो, 2 वटा कट्यो, यहाँ एउटा कट्यो 50 लाई 2 ले भाग गर्नुभयो भने 25 आउँछ। त्यही 25% यसको सही आन्सर हो, अप्सन नम्बर बी, 25% लस पर्सेन्ट हुन्छ। र आजको यो सेटको अन्तिम प्रश्न छ, इन अ डाटा सिट द भ्यालुज आर 10, 15, 20, 25 एन्ड 30, वाट इज द मिडियन? मिडियन पत्ता लगाउनुहोस् भनेको छ। मिडियन पत्ता लगाउनको लागि सुरुमा डाटालाई सानोदेखि ठुलोको क्रम मिलाएर राख्नुपर्छ। यसमा मिलाएर राखेको छ पहिलेदेखि 10, 15, 20, 25 र 30 दिएको छ। यसमा 1, 2, 3, 4, 5 वटा डाटा रहेको छ
र सेन्टरमा पर्ने चाहिँ 20 हो। मिडियन भनेको बिचमा पर्ने हुन्छ, बिचमा पर्ने 20। त्यसैले सही उत्तर यसको 20 हुन्छ, अप्सन ए। यसको फर्मुला पनि रहेको छ। फर्मुला भनेको n/1/2 पद भन्ने हुन्छ। n भनेको 5 छ, 5 र 1 जोड्नु भयो भने 6, 6 लाई 2 ले भाग गर्नु भयो भने 3, 3औं पद भनेको यसरी 1 2 3औंमा 20 रहेको छ। त्यसैले यसको सही उत्तर अप्सन नम्बर ए हुन्छ 20। साथीहरु, आजको विषयवस्तु यति नै रहेको थियो। यहाँलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। भोलि फेरि नयाँ सेटका साथ उपस्थित हुने बाचा गर्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। नमस्कार।